संस्कृति बचाऊ भनेर नारा लगाउनेहरू, संस्कृति बचाउनेहरू नै नबाँचे संस्कृति चाहिँ कसरी बाँच्छ? के संस्कृति बचाउन संस्कृति बचाउनेहरू मर्नै पर्ने हो त? संस्कृति बचाउनेहरूको फाइदा लुट्ने, त्यही संस्कृति बचाउनेहरूको सिप कला बेचेर कमाउने र रमाउनेहरू त धेरै छन्। यहाँ बनेपाको चण्डेश्वरी जात्राकै कुरा गर्ने हो भने पनि भैरव तथा कपडाको चित्र कोरेको लागत मात्रै 2.5 लाखदेखि 3 लाखको छ। तर बनेपा नगर र पुजारी गरी जम्मा 25,000 दिइन्छ। अझै यो वर्ष त नगरपालिकाले त्यो पनि दिएको छैन। भक्तपुरमा नवदुर्गाको मुकुट बनाउन लागत 5 लाखको हाराहारी छ, तर समितिले 70,000 र कोषबाट 1 लाख गरी जम्मा जम्मी हाराहारी 2 लाख जति हुन आउँछ भनौ। अनि यही नयाँ पुस्ताहरूले संस्कृति बचाउन अगाडि आउँछ जस्तो लाग्छ? यस्तो हालतमा कुनै पनि नयाँ पुस्ताहरूले संस्कृति बचाउन अगाडि अग्रसर हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। हरेक ठाउँमा आफू मरेको छ, तर थोरै आशा रहेको संस्कृति हाते चित्र त्यो पनि बिक्न छोडिसक्यो। आयातित चित्रहरू सस्तो भएकै भरमा संस्कृति त्यागेर आयातित चित्र किन्ने तपाईहरूले संस्कृति बचाउँछु भन्न कुन मुखले सुहाउँछ? बरु कुरा काट्न थाल्छन्। जाबो मुकुट बनाउँदा 5 लाख लाग्छ, भैरव चित्र बनाउँदा 2 लाख लाग्छ र भन्नेहरू पहिले त्यहाँ प्रयोग हुने रङहरूको मूल्य कति पर्छ आफै खोज। यो सुन रङ छ, जुन यो सुन रङको मूल्य अहिले बजारमा तोलाको 2 लाखदेखि 2,40,000 को आसपास छ भने मुकुट बनाउन माटो मुस्नको खर्च मात्रै 60,000 को छ। त्यस्तै यो देखिएको रङ जुन पहिले सबैभन्दा महँगो थियो भन्नुहुन्छ, सुन रङ भन्दा पनि महँगो, तर अहिले यो रङ पाउँदैन भन्नुहुन्छ। यो रङ सकेपछि के गर्ने त भनेर बालाई सोद्धा बा भन्नुहुन्छ, यो रङ सकेपछि त म पनि सकिन्छु, त्यसपछि जे सुकै गरोस् मलाई मतलब छैन। हामी अहिले यो संस्कृतिमा रमाइरहेका छौं, नाचिरहेका छौं, फोटो खिचिरहेका छौं, हाँसिरहेका छौं जस्तो लाग्छ। तर होइन, हामी यो संस्कृतिमा रमाइरहेका, नाचिरहेका, केही पनि गरिरहेका छैनौं। हामी यो संस्कृति बचाउनेहरूको काँधमा नाचिरहेका छौं, काँधमा रमाइरहेका छौं र काँधमा उफ्लिरहेका छौं। जुन दिन यो काँध खुस्किन्छ नि तब सबै सकिनेछ। त्यसैले अहिले नै संस्कृति बचाउनेहरूको काँध हलुको बनाइदेऊ। आफू केही दिनको पहुना भएको, अब शरीर कमजोर भयो, आँखा अपरेसन गरेको छु, खोइ अब त शरीर र आँखाले पनि साथ छोडिसक्यो। भगवानले हेरेसम्म म गर्नेछु, त्यसपछि मलाई मेरो पुस्ताहरूले पनि यो संस्कृति बचाउँछ भन्नेमा म पूर्ण विश्वास छैन। के अब पनि हामीले अझै पनि मुखले मात्रै संस्कृति बचाउने हो कि हातेमालो गर्दै संस्कृति बचाउनेहरूलाई बचाउने हो? अब हामी सबैले बुझ्ने समय आएको छ। संस्कृति बचाउन संस्कृति बचाउनेहरूलाई बचाउनु पर्छ र हाम्रो मौलिक सामग्रीहरू खरिद गरी संस्कृति बचाउनेहरूलाई टेवा पुर्याउनु पर्छ। धन्यवाद।